अविरल वर्षाका कारण यहाँनिर पानीको बहाबही पिल्लर नै छटसहित पिल्लर नै बगाएको अवस्था छ र अझ पनि यसको समाधान खोजिएको छैन। यसलाई पुनर्निर्माणको लागि कुनै कदम चालिएको छैन। काम गरे जस्तो गर्छन् तर कामले पूर्णता पाउँदैन। दर्शकबिन पछाडि देखिरहेको दृश्य भनेको बागमती खोलाको निर्माणाधीन पुल रहेको छ। यो पुल गौतहट जिल्लाको दुर्गाभगती गाउँपालिकाको भलोइया गाउँ र सर्लाही जिल्लाको रामनगर गाउँपालिकाको खैरबा गाउँ जोड्ने काम गर्दछ र यो बागमती खोला तराईमा सर्लाही र गौतहट जिल्लाको सिमानाको पनि काम गर्दछ। यसले सीमा निर्धारण गर्दछ भन्ने बुझ्नुपर्छ। र यो पुलको शिलान्यास रमेश लेखकद्वारा 2071 सालमा भएको थियो। आज 2082 साल आइसक्दा पनि यो पुल अझै यो पुलले पूर्णता पाएको अवस्था छैन र यहाँका आम जनताले सेवा लिइरहेको अवस्था देखिन्न। र यो पुल बन्दै गर्दा वरिल वा पारी कुनै पनि किसिमको डिपिआरको पुरै रिपोर्ट, कुन कन्स्ट्रक्सन कम्पनीले बनाउँदैछ, ठेक्का नम्बर कति हो, कुन आर्थिक वर्षको बजेटबाट यो बजेट पारित भएको हो, कहीँ केही पनि झुन्ड्याएको देखिँदैन। यहाँका स्थानीयहरू अनभिज्ञ छन्। अझ पनि यो पुल कुन कन्स्ट्रक्सन कम्पनीले बनाउँदैछ, कति लागतमा बनिरहेको छ, यसको डिपिआर के हो, यी विषयहरूबारे अझ पनि यहाँका स्थानीयहरू जनताहरू अनभिज्ञ रहेका छन्। र यो पुल निर्माण नभएको हुनाले यहाँको जनताहरूलाई धेरै नै शास्ति भोग्नु परेको अवस्था छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ, अहिले डुङ्गामा चढेर आउने गर्दछ र उता हेर्नुहोस् वारी र पारी यो दुई खोलाको तटबन्धको बिचको लगभग चौडाइ 3 किलोमिटर रहेको छ र यो 3 किलोमिटर बगर छ। बालुवा नै बालुवाको बगर छ। यो बालुवा नै बालुवाको बगरबाट गौतहट र सर्लाही आवत जावत गर्ने मान्छेहरू यी खोलाको बगरहरूले खिच्दै डुङ्गामा चढ्दै जानु परेको अवस्था छ। अनि बाढी आएको अवस्थामा त यी दुईटा जिल्लाका मान्छेहरू सम्पर्क विहीन नै हुने गर्दछ। कि त यिनीहरूलाई यताका जनताहरूलाई वा वारी वा पारीको जनतालाई सम्पर्क गर्न, आवत जावत गर्न, कि त यहाँभन्दा 15 किलोमिटर पारी भारतको बैरगनियाको वंशी चला सेतु जुन चाहिँ बागमती खोलामै गएको छ, त्यो पार गरेर फेरि बोदरवारी आउँदै गौतहटको मान्छे सर्लाही र सर्लाहीको मान्छे गौतहट आउने गर्दछ। कि त उत्तरतिर महेन्द्र राजमार्ग र एक दुई ठाउँमा जुन पुल गएको छ त्यो पनि खासै राम्रो अवस्था रहेको छैन। त्यो पुलबाट वारीपारी गर्नुपर्ने हुन्छ। ती पुलहरू पनि धेरै बाढी आएको अवस्थामा जर्जर अवस्थामा पुग्छ र त्यहाँका तटबन्धहरू पनि भाँसिने र सुत्ने गर्दछ। त्यसले गर्दा अति नै शास्ति भोग्नु पर्दछ। यति मात्र होइन, गौतहट जिल्लाको जुन यो बागमतीभन्दा पश्चिमतिर गौतहट जिल्ला गएको छ, त्यो माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्र रहेको छ, प्रतिनिधि सभा संसदीय क्षेत्र। र त्यहाँको प्रदेश सभाको निर्वाचित प्रदेश सभा सदस्य नेपाली काङ्ग्रेसका मध्य प्रदेश सभापति, नेपाली काङ्ग्रेसका मध्य प्रदेशका संसदीय दलका नेता, पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्ण यादवको क्षेत्र रहेको छ भने पारिपति मिडियामा चर्चामा आउने अमरेश कुमार सिंहको प्रतिनिधि सभा क्षेत्र रहेको छ। र त्यहाँको प्रदेश सभा सदस्य पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह, जो कि नेपाली काङ्ग्रेसकै मध्य प्रदेशको प्रदेश सभापति रहेको छ, नेपाली काङ्ग्रेसको मध्य प्रदेश सभापति रहेको छ। यति नेताहरूको, यति पहुँचवाला हेभीवेट नेताहरूको क्षेत्र हुँदै गर्दा पनि एउटा पुल बनिसकेको अवस्था छैन। 12 वर्ष बितिसक्यो। यी नेताहरूले के गर्दैछन्? जुन बेला यो पुलको शिलान्यास भएको थियो, त्यो शिलान्यासको बेलामा यहाँको भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधि थिए र प्रधानमन्त्री सुशील कोइराला थिए र यो देश सङ्घीय संरचनामा पुगेको थिएन। 2072 को संविधान पनि जारी भएको थिएन। देशले नयाँ संविधान पायो, यहाँको शासन व्यवस्थाको संरचना परिवर्तन भयो, प्रदेश पाए, बलियो स्थानीय तह पाए, तर यहाँको भौतिक संरचना यो पुलले पूर्णता पाउन सकेन र अझ पनि शास्ति खेपिरहेको अवस्था छ। यो पुल बनाउँदै गर्दा स्थानीयको न त कुनै ओपिनियन लिइयो, न स्थानीयलाई यसको डिपिआरको बारेमा जानकारी गराइयो। कन्स्ट्रक्सन कम्पनी आए, आफ्नो तहरा बसाएर निर्माण कार्य सुरु गरे, न त यो निर्माणको पुरै विवरण नै तासेर राखे दुवैतिर जनताहरूले जानकारी गराउनको लागि। यति चरम लापरवाही छ। अहिले यो भौतिक पूर्वाधार विभाग देशको आशा लाग्दा नेपाल विद्युत प्राधिकरणका पूर्व सिइओ पुलमान घिसिङ र हालका क्याबिनेट मिनिस्टर, नेपालको भौतिक पूर्वाधार पनि पुलमानकै मन्त्रीको कार्यालय अन्तर्गत पर्दछ र उहाँ पुलमान घिसिङले पनि यो कुरालाई चासो दिएर यहाँको जनताको समस्यालाई समाधान गर्नु पर्यो। दर्शकबिन, यो बागमती खोलाको उद्गमस्थल शिवपुरी डाँडा रहेको छ र तराई हुँदै भारत गएर कमलामा मिसिँदै गङ्गा नदीमा मिसिन्छ। यो बागमतीको यहाँको स्थानीयको लागि बागमती खोला यो धार्मिक रूपले पवित्र खोला रहेको छ। यहाँ
कार्तिक पूर्णिमाको दिन मेला पनि लाग्ने गर्दछ। त्यति मात्र नभई श्रावण मेलामा यहाँबाट जल लिएर विभिन्न शिवालयहरूमा जल चढाउने पनि गर्दछ। तर यो बागमतीको अवस्था जर्जर हुँदै गएको छ। अझ के भन्नु, बागमती खोलाको भित्रको सतह माथि हुँदै गएको छ र तटभन्दा भित्रको सतह माथि हुँदै गइरहेको छ दिनानुदिन। तर तटभन्दा बाहिरको क्षेत्र जस्ताको त्यस्तै भएको हुनाले तटभन्दा भित्रको खोलाको सतह माथि र तटभन्दा बाहिर गाउँ र खेतको सतह हुँचो भएको हुनाले भविष्यमा गिलासबाट पानी पुखिए जस्तै बागमतीको पानी पुखेर बाढी आउने अवस्था हुन जान्छ। यसको समस्याको दीर्घकालीन समाधान के हुन सक्छ? त्यहाँ पनि यहाँका नेतृत्वहरूले, केन्द्रका नेतृत्वहरूले, प्रदेशका नेतृत्वहरूले यसको समाधान निकालेर भविष्यमा जोखिम हुनबाट जोगाउनु पर्यो र जनतालाई सहजता प्रदान गर्नु पर्यो। गत वर्ष 2081 साल असोज महिनाको 15, 16, 17, 18 गते 4 दिनको अविरल वर्षाका कारण, पहाडी भेगमा भएको अविरल वर्षाका कारण यहाँनिर पानीको बहाव बढेको हुनाले यहाँको 2-4 पिल्लर नै, छतसहित पिल्लर नै बगाएको अवस्था छ र अझ पनि यसको समाधान खोजिएको छैन। यसलाई पुनर्निर्माणको लागि कुनै कदम चालिएको छैन। काम गरे जस्तो गर्छन् तर कामले पूर्णता पाउँदैन। यति शास्ति भोग्नु परेको छ यो जनताले यी कारणहरूले गर्दा। यो समस्याको समाधान हुनु पर्यो र पुलमान घिसिङजी तपाईँको मन्त्रालय अन्तर्गतको विभाग पर्ने भएको हुनाले तपाईँले पहल गरिदिनु पर्यो, यो समस्याको समाधान गर्नु पर्यो। नेतृत्व र सरकारले समस्यालाई समाधान गर्नु पर्यो। हस्त, धन्यवाद।